राष्ट्रिय परिचय पत्र हरेक कुरामा आवश्यक पर्छ। बैंक एकाउन्ट खोल्न, पासपोर्ट बनाउन, सेयर मार्केटमा कारोबार गर्न लगायत सबै काममा राष्ट्रिय परिचय पत्र आवश्यक पर्छ। आजको भिडियोमा राष्ट्रिय परिचय पत्रको फर्म अनलाइन कसरी भर्ने र बायोमेट्रिक गर्ने प्रोसेसको बारेमा जानकारी उपलब्ध गराउनेछौँ। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। विदेश जानको लागि प्रोफेसनल सिभी, कभर लेटर, पुलिस रिपोर्ट बनाउन राष्ट्रिय परिचय पत्र साथै पासपोर्टको अनलाइन फर्म भर्नु परेमा र अनलाइन नै ब्रोकर एकाउन्ट बनाउनु परेमा समेत डिस्क्रिप्सन र कमेन्टमा रहेको हाम्रो वाट्सएप नम्बरमा मेसेज गर्नुहोला, हामी सहयोग गर्नेछौँ। अब विषयवस्तुतर्फ प्रवेश गरौँ। एनआइडी बनाउनको लागि सुरुमै गुगलमा गई एनआइडी एप्लिकेसन फर्म वा एनआइडी प्री इनरोलमेन्ट टाइप गरी सर्च गर्नुहोस्। सुरुमै देखिने वेबसाइट क्लिक गरी अघि बढ्नुहोस्। नयाँ खुल्ने पेजमा लगइन फर इन्डिभिजुअलमा क्लिक गर्नुहोस्। आफ्नो मोबाइल नम्बर राख्नुहोस् र एरोमा क्लिक गर्नुहोस्। हजुरको मोबाइल नम्बरमा 4 अङ्कको ओटिपी सेन्ड गरिन्छ। उक्त ओटिपी बक्समा राख्नुहोस्। नयाँ खुल्ने पेजमा न्यू इनरोलमेन्टमा क्लिक गर्नुहोस्। अनलाइन आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरू देखिने गर्छन्। नेपाली टाइप गर्न गाह्रो हुन्छ भने क्लिकमा टच गर्नुहोस्। नेपाली किवर्ड खुल्ने गर्छ। यो पेजलाई फोटो खिचेर राखेमा नेपाली टाइप गर्न सजिलो हुन्छ। अब भने नोटिस क्लोज गर्नुहोस्। अब हजुरले आफ्नो सम्पूर्ण डिटेलहरू भर्नुपर्ने हुन्छ। बायाँ साइडमा आफ्नो नाम, आफ्नो थर, जन्ममिति, नागरिकताको किसिम, नागरिकता जारी जिल्ला नेपालीमै टाइप गरी राख्नुहोला। त्यसै गरी दायाँतर्फ भने इङ्ग्लिसमा फर्स्ट नेम, लास्ट नेम, कुनै मिडल नेम छ भने पनि राख्न सक्नुहुन्छ। डेट अफ बर्थ डिटेलहरू भर्नुहोस्। नागरिकता नम्बर र नागरिकता जारी मिति समेत नछुटाइ भर्नुहोस्। थोरै तल सार्नुहोस्। एप्लिकेसन इन्फर्मेसन भर्नुहोस्। फर्म भर्दा स्टार लगाएका बक्समा मात्र भर्दा हुन्छ। मेल फिमेल चुज गर्नुहोस्। पितृत्वको स्थितिमा नोन राख्नुहोस्। त्यसै गरी वैवाहिक स्थितिमा विवाहित वा अविवाहित के हो चुज गरी नेक्स्ट गर्नुहोला। अब भने मोबाइल नम्बर, आफ्नो एड्रेस, प्रदेश, जिल्ला, नगरपालिका वा गाउँपालिका, वडा नम्बर, टोलको नाम नेपालीमा र इङ्ग्लिसमा छुट्टा छुट्टै राख्नुहोस्। यी एड्रेस स्थायी नागरिकता अनुसार नै राख्नुहोला। र थोरै तल सारी टेम्पोररी एड्रेस अर्थात् अस्थायी एड्रेस समेत राख्नुहोस्। अस्थायी र स्थायी एड्रेस सेम भएमा कपी पर्मानेन्ट एड्रेस टु टेम्पोररी एड्रेसमा क्लिक गर्नुहोस् र सबै डिटेल भरेर नेक्स्ट गर्नुहोस्। नयाँ खुल्ने पेजमा फादर्स डिटेल अर्थात् बुवाको नाम, थर नेपालीमा र इङ्ग्लिसमा टाइप गरी राख्नुपर्ने हुन्छ। सबै डिटेल भर्नु पर्दैन, मात्र स्टार लगाएका कुराहरू भर्नुहोला। थोरै तल सार्दा बुवाको एड्रेस राख्नुपर्छ। आफ्नो र बुवाको एड्रेस सेम हो भने टिक लगाउनुहोस्। सबै एड्रेस देखिने गर्छ। त्यसै गरी तल मदर्स डिटेल समेत भर्नुपर्ने हुन्छ। नाम, थर नेपाली र इङ्ग्लिसमा छुट्टा छुट्टै बक्समा टाइप गरी राख्नुहोस् र तल मदर्स एड्रेस समेत राख्नुहोस्। केही तल सारिसकेपछि ग्रेन्ड फादर डिटेल अर्थात् हजुरबुवाको नाम, थर राख्नुहोस्। ग्रेन्ड मदर डिटेल समेत भर्नुपर्ने हुन्छ। हजुरआमाको नाम, थर समेत इङ्ग्लिस र नेपालीमा दुवैमा टाइप गरी राख्नुहोला। स्पाउस डिटेलमा आफ्नो श्रीमान वा श्रीमतीको डिटेल समेत भर्नुपर्ने हुन्छ। स्पाउस एड्रेस समेत राख्नुहोला। सबै डिटेल भरिसकेपछि केही तल सारी नेक्स्ट गर्नुहोस्। यहाँ हजुरले बायोमेट्रिक दिने स्थान र मिति चुज गर्न मिल्छ। जस्तै म यहाँ नारायणहिटी दरबार चुज गरेको छु। यहाँबाट हजुरहरू जुनसुकै जिल्लाको भए पनि बायोमेट्रिक गर्न मिल्छ र मिति समेत चुज गर्नुहोला। म यहाँ फागुन 17 गते चुज गरेको छु र सर्च गर्नुहोस्। यहाँ कोटा र टाइम देखिने गर्छ। म यहाँ 1 बजेको टाइम सिलेक्ट गरेको छु। अब हजुरले अघि भरेका सम्पूर्ण डिटेलहरू देखिने गर्छन्। सबै डिटेलहरू ठिक छन् भने लास्टमा गई सबमिट गर्नुहोस्। आर यु स्योर भन्छ, ओके गर्नुहोस्। हजुरको एप्लिकेसन फर्म देखिने गर्छ। माथि टपमा रहेको प्रिन्ट अप्सन चुज गरी डाउनलोड गर्न सक्नुहुन्छ। यो पिडिएफ डाउनलोड गरी प्रिन्ट गरेर मात्र समयमै बायोमेट्रिक गर्न जानुहोला। बायोमेट्रिक गर्न जाँदा अनिवार्य लग्नै पर्ने कुराहरूमा एप्लिकेसन फर्म प्रिन्ट गरी लग्नुहोला। नेपाली नागरिकता सक्कल अनिवार्य लग्नुपर्छ। त्यसै गरी बसाइसराई गरेको हो भने बसाइसराई गरेको प्रमाणपत्र समेत लानुपर्छ। विवाहितको हकमा विवाह दर्ता समेत
लग्नु पर्ने हुन्छ। हामी भिडियोको अन्तिममा आइपुगेका छौँ। कुनै कुराहरूमा कन्फ्युजन भएमा भिडियोमा कमेन्ट गर्न नभुल्नुहोला। भिडियो हेर्ने हजुरहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद।